मैले जोड्न खोजेको तपाईहरुको यो चाहिँ क्रिस्चियन धर्ममा आजको कार्यक्रम हेर्नुस्, उता चाहिँ तपाईको त्यो मैले मरण परेको जोडेको कार्यक्रममा म पुगेको अनुभूति तपाईहरुलाई मैले दिएको। त्यसकारण यो धर्मले शान्ति दिएको छ, यो शान्तिमा तपाईहरु रमाउनु भएको छ। म पनि त्यहाँ गएर अलिअलि महसुस गरेँ र मैले पछिबाट धर्मगुरुहरूलाई भने तपाईहरुको त यस्तो पो रहेछ, म त पहिलो पटक हो भनेको। उहाँले तपाई आउनुपर्छ भन्नुहुन्थ्यो। अब आउनु नआउनुको मेरो कुनै अर्थै होइन। तपाईहरु के रे धर्मको गुरु हो, म पनि राजनीतिको गुरु हुन खोजेको छु। मैले राजनीतिमा धर्म राख्नुपर्छ त्यति कुरा मलाई थाहा छ। म झुटो बोल्दिन, म लोभी हुन्न, म भ्रष्टाचार गर्दिन, म कमिसन खादिन, मान्छेलाई दुःख दिन्न। त्यो भइसके पछाडि तपाईको धर्मले पनि मलाई स्वीकार्छ होला भनेर मैले त्यो गुरुलाई भने। वास्तवमा म यही नै हो। म क्रिस्चियन हो कि म यो मण्डलीमा आउँदा पनि म निउर्याएर म चाहिँ सम्झिन्छु। अब त्यो हलेसीको गुम्बामा गएँ भने पनि, बुद्धिस्टहरूको ठाउँमा गएँ भने पनि म गएर ढोक्छु, मान्य प्रेमे भन्छु। म अब तलतिर त्यो के भन्छ मन्दिरमा गएँ भने पनि म ढोक्छु। घरमा कहिलेकाहीँ पितृ हुन्छ, प्रसादहरू खान्छु, तर कसरी मान्छ म त्यति धेरै चाल पाउँदिनँ। त्यो आफ्नो आफ्नो लय हुँदो रहेछ। म चाहिँ सबैको धर्मलाई सम्मान गर्छु। खास गरेर यहाँ यो धर्ममा अनुशासित बुद्धिस्टहरूमा पनि त्यति नै अनुशासित देखेँ मैले। कदा कदा बरु किराँत र हिन्दूमा चाहिँ प्रष्ट अझ नभएको हो कि त्यहाँ चाहिँ बाहुनले मात्रै थाहा पाउने हो कि र अर्को के भन्छ किराँतीहरूको मुन्दुमको धामी उसले मात्रै थाहा पाउने हो कि जस्तो लाग्छ। अब यहाँ चाहिँ तपाईहरु सरोवर सबैले थाहा पाउनुहुन्छ कि। त्यसकारणले तपाईहरु धर्मप्रति अनुशासित मर्यादित हुनुहुन्छ। मिन कुमारले भन्दै थियो कि येशूको गीत गायौँ, प्रवचन गर्यौँ, मनमा चाहिँ छैन होला भनेर अलिअलि तपाईहरुलाई चाहिँ दनक पनि दिनुभएको थियो। तर मैले प्रशस्त पाएको छु। तपाईहरु अन्य मैले धेरै लामो कुरा गरेँ। केही अन्यथा भयो भने तपाईहरुसँग म क्षमा पनि चाहन्छु र तपाईहरुको जो माग मुद्दालाई सम्बोधन गर्ने कोसिस हर बखत गर्ने नै छौँ। इमानदारीताका साथ काम गर्नेछौँ। यो धर्मले पनि सत्यता खोजेको होला, शान्ति खोजेको होला। त्यो सत्यता र शान्ति हरदम दिने प्रयत्न म गर्नेछु, हाम्रो टिम गर्नेछ। तपाईहरुलाई यही अपेक्षाका साथ तपाईहरुलाई मेरो आफ्नो कुरा राख्छु र आज यो विशेष गरेर यो महत्त्वपूर्ण दिन, यस दिनमा तपाईहरुले निमन्त्रणा गर्नुभएको छ। मेरो मनमा शान्ति मिलेको छ। बाहिर बत्ती उज्यालो गोविन्द दाइले बाल्दिए जस्तै मेरो मनमा पनि तपाईहरु देख्दाखेरि मनमा बत्ती बलेको छ। यो सधैँ यो बत्तीले उज्यालो प्रदान गरोस्, सबैको मन मस्तिष्कमा सधैँ रहन पाऊँ तपाईहरुसँग, यही कामना गर्छु। आजको दिनलाई विशेष दिन मान्दै तपाईहरुलाई हार्दिक हार्दिक यस दिनको शुभकामना व्यक्त गर्दै फेरि जय मुसी भन्छु, जय नेपाल भन्छु, बिदा हुन्छु। धन्यवाद।